साथीहरू मलाई जस्तो कोलाई हुन्छ कि बिहानमा अब बाबुलाई टिफिन पठाउँदाखेरि के पठाउने भन्ने टेन्सन अनि तरकारीको टेन्सन अनि फेरि नास्ता बनाइदियो मिठो नास्ता बनाइदियो त्यही माथि खाँदै नखाने कि अब यसरी रोटीसोटी पकाएर पठाइदियो भने जस्तो टिफिन लथ्यो त्यस्तै फर्काएर ल्याउने कि कति पिर पर्छ त्यो टिफिन अब स्कुलबाट आउँदा टिफिन त्यस्तै देख्दा जस्तो लगेको त्यस्तै देख्दा अनि फेरि त बाहिरको चाउमिन अगेरा बगेर पठाइदिनु फेरि एउटा नराखेर खाएर ल्याउँछन् कि अनि घर बनाएको यसरी बनाएको रोटी तरकारी फेरि जस्तो लगेको त्यस्तै मेरो बच्चाले मात्रै हो कि हजुरहरूको बच्चाले पनि त्यस्तै गर्छन् यो बिहानमा मामुहरूलाई त कति टेन्सन हुन्छ नि नास्ता के बनाउने के बनाएर बाबुहरूले खान्छन् भन्ने कति टेन्सन हुन्छ कि अब यसरी बनाएर पठाइदिएपछि सर्लक्क खाए पो अनि कति मजा आउँछ कि अनि खाँदै नखाएपछि त अझै त्यो स्कुलबाट आएपछि टिफिन खोलेर हेर्दा जस्ताको त्यस्तै देख्दा त मलाई त यति पिर पर्छ आफूले कति दुःख गरेर बनाइदियो बिहान भ्याइ नभ्याइ बनाइदियो हतारमा बनाइदियो तर खाँदै नखाने कि अनि मैले फेरि आज बाबुलाई पुडी बनाइदिनु लाग्यो कि आज पुडीमा चाहिँ ज्वानो राखेर यति चिनी नुन राखिदिएर बनाएको यसरी खान्छन् कि भनेर बनाइदिएँ अरू बेला फेरि कस्तो फुल्थ्यो कि यो रोटी आज हेर्नु फेरि कति नफुलेर यसरी बनाइदिएपछि अनि खान्छन् होला भनेको उहाँ देखेर आज रोटी हो भन्दैछन् कि आज यत्तिको नास्ता भएपछि के